मेरा पोइगा छातीमा बठाले पैसा मैले खाएको छु क्या मैले भैना बाजी हेर्नु भैना बाजी आमा त्यसले क्या बहिनी ए रे मेरा माइतीको सम्पत्ति वगैरे चुप भिन्न त्यहाँ माइतीको सम्पत्ति बिहा यहाँ किन मिसाउन आउनु पर्यो त त्यो काम सक्छ बिना तो गर्न भन्न भने म क्या बोट दिए बेला गर्ने हो हामीले निर्णय या सुरु को निर्णय न त धुलो कुटाइ बनाएन भने त मर मलाई छोरी भइन थाहा पाए अब तपाईले यहाँ घर भनेर यहाँ बस्ने उसको घरमा अनि त्यसपछि उले अनि त्यहाँ बिल त पैसा नदिने हामीलाई अब घर पाइको अथवा पैसा पनि बाह्र कोठा ताता न फोर्नु पर्ने नै दुई बुढाबुढी अथवा कोठा बारी बस्न नि माबाबु बस्ने घर त होइन त साथीहरु यो इस्यु चाहिँ रुकुम सल्यानतिरकै हो तर यो कोलपुरमा घटिरहेको छ यस्ता इस्युहरुको बारेमा हामीले सोच्न पर्ने हुन्छ यिनीहरुको सोलुसन के हुन सक्छ कसरी सल्भ गर्न सकिन्छ भनेर यो पनि सोच्नुपर्ने विषय हो यो घरको एकजना दाइ मलेसिया जानुभयो 13 वर्ष मलेसियामा बस्नु भयो यहाँ श्रीमतीलाई पैसा पठाउनु भयो र यहाँ चाहिँ श्रीमतीले घर हालिन् त्यसपछि 13 वर्षपछि उहाँ नेपाल फर्किनु भयो नेपाल फर्किसकेपछि श्रीमतीको आमा उनको भाइ बुहारीहरू सबै भएर यो घर त तिम्रो पैसाले हालेको होइन यो त हाम्रै पैसाले हालेको हो त्यो कारणले गर्दा तिमी यो घरमा बस्न पाउँदैनौ भनेर उहाँलाई भने त्यसपछि उहाँ जो श्रीमान हुनुहुन्छ उहाँले चाहिँ मैले बस्न किन नपाउने त्यसो भए मैले पठाएको पैसा कहाँ गयो त भनेर प्रश्न उठाउनु भयो त्यसपछि यहाँ चाहिँ लफडा पर्यो साथीहरु झगडा पर्यो र नजिकको पुलिस प्रशासन आएर छरछिमेकीहरु सबै भएर त्यसो हो भने श्रीमानको लागि 2वटा कोठा श्रीमतीको लागि 2वटा कोठा दुईवटा कोठाहरु छुट्याइदिए उनीहरु छुट्टा-छुट्टै बसेर खाने छुट्टा-छुट्टै भए उनीहरु है र श्रीमानले एउटा प्रसंग पनि उठाउनु भयो उहाँले भन्नुभयो कि त्यस्तो हो भने म 25 लाख रुपैयाँ दिन्छु तिमीहरुलाई 25 लाख रुपैयाँ लिएर जाऊ तिमीहरु र डिभोर्समा जाम अब तिमी मबाट जाऊ भनेर श्रीमानले पनि भन्नु भएको रहेछ है त्यो पनि उनीहरुले नमानेका रहेछन् माइती पक्षहरूले र अहिले चाहिँ यहाँ चाहिँ हानाहान लफडा भएछ उहाँ चाहिँ मलेसिया बसेर आउनु भएको दाइलाई माइती पक्षहरू लागेर सबैले चाहिँ कुट्ने प्रयास भएछ र अहिले चाहिँ यहाँ जो देखिनु भएको छ उहाँ चाहिँ उहाँको चाहिँ सासु आमा हुनुहुन्छ अथवा उहाँकी श्रीमतीको आमा हुनुहुन्छ उहाँ चाहिँ आएर अहिले यहाँ बसिराख्नु भएको छ र उहाँहरू भन्नुहुन्छ हाम्रो घर हो यो हाम्रो पैसाले बनाएको हो र श्रीमान पक्षले भन्नुहुन्छ फेरि यो हाम्रो घर हो मेरो घर हो मैले बनाएको घर हो भनेर भन्नुहुन्छ यसरी चाहिँ यो ठ्याक्कै कसको घर हो त कसको पैसाले बनाएको हो त यहाँ कति चाहिँ पैसा लागेको छ कति चाहिँ एस्टिमेट भएको थियो यो टोटल चाहिँ बनाउँदाखेरि हैन यदि माइती पक्षले बनाएको घर हो भने त्यो उहाँले 13 वर्ष मलेसियामा कमाएको पैसा कहाँ गयो त्यो पनि प्रश्न आउँछ यो कारणले गर्दा यो केस अहिलेसम्म पनि लफडामै रहेको रहेछ र यस्तो केसहरु हामीले बुझ्न पर्ने हुन्छ र समाजमा चाहिँ श्रीमान श्रीमतीहरु बीच यस्तो फाटो किन आउँछ के कुराले चाहिँ कुन चाहिँ पक्षले यस्तो कुरामा भूमिका खेल्छ भनेर यस्ता चाहिँ समस्याहरुको सल्युसन के हुन सक्छ यो चाहिँ बुझ्न जरुरी छ वास्तवमा भन्ने हो भने यस्तो समस्याहरुको सल्युसन कोर्ट अदालत अथवा पुलिस प्रशासनले गर्छ अथवा पीडित पक्ष को हो वास्तविकता के हो सबै बुझेर न्याय दिने काम चाहिँ अदालतले गर्ला पुलिस प्रशासनले गर्ला सबै कुरा तर यस्तो चाहिँ समाजमा चाहिँ हाम्रो समाजमा यस्ता चाहिँ घटनाहरु किन घटिरहेका छन् त वास्तवमा दिन प्रतिदिन यस्ता घटनाहरु बढिरहेका छन् श्रीमानले पैसा कमाएर पठाउने श्रीमतीले अब यसरी घर बनाइसकेपछि तेरो होइन भन्दिने हैन अब यस्तो यस्तो चाहिँ यावत कारणहरु के हुन सक्छन् यो चाहिँ एकदमै गहिरो विषय हो साथीहरु तपाईहरुलाई के लाग्छ गल्ती कसको होला जस्तो लाग्छ खास भएको के हो खास भएको क्या हो भने बाबु हेर्नुस् हजुर भन्नु मैले आए होइन हजुर आपछि
तेरो पोइ होइन र छैन भन्दिनँ म। दुईटा कोठा मलाई छाडिदे, दुईटा कोठा तँ बस। तेरो पोइ आपस हुन्छ भने लैजा बाबु हेर। अनि नन्तर मेरा छोराछोरी नाति नतिना पनि कोठा भाडा लिन्छन्। कोलपुर बस्नेको लागि रोड छैन। हामीले पनि मेरा पोइका छातीमा बठाले पैसा मैले खाइछु क्या मैले। भैनाबाजी हेर्नुहोस्, भैनाबाजी आमाबाई त्यसले क्या भने गरे मेरा माइतीको सम्पत्ति वगैरे चुप भन्न त्यहाँ माइतीको सम्पत्ति बिहा यहाँ किन मिसाउन आउनु पर्यो त? छुट्टै राख्नु पर्यो त? भैनाबाजी लगामा गएन लरपिर गरेन हामीले अहिले दुईटा कोठा बाँडेर त्यही छोरीको होइन त भने चिनौँ त हामीले। अहिले 14 वर्ष मेरा छोराछोरीका छोराछोरी भन्दै बुहारी हो भने मैले भत्ता बुझ्या पैसा सुत्ता पोरो बर्खाभरि पठाएँ। ऊ मेरा छोरा तँ या फिलाए खा दुई भाइ बहिनी। अहिले मेरो सम्पत्ति ल बिल पार्ने हाम्रा माथि सक्रे बात त खस्दैन त अनि किन गर्ने त? अहिले एक हप्ताले हाल्याउँछ त पैसा आफ्नो छुट्टै हाल्नु पर्ने त। माइतीकामा बढ्दोन मिक्सै नहुने थियो त इष्टामा दि अहिले इष्टा घरमा कोचिने मेरा छोरीका घरमा म कोचिन जाला त अहिले अथवा माइतीका घरमा खाना लाउन छोराबाटे दिएन भने दाजुभाउले पाल मलाई गरेन भन्न पर्छ भयो त। छोरा घरमा चाहिँ कोचिन जान पाइन्छ त? अनि मेरा छोरालाई यही नालीमा देखा 4 जोइ बोइले मेरा छोरालाई यहाँ नालीमा बुझाउ दियोला कोही लागेनन्। मेरा छोरालाई हे भगवान बचाइदेऊ भन्ने बेला मेरा दुध बलिया छ मेरा छोरा बोटो च्यातिन भागिन इलगामा पुग्या हो। अनि भनेपछि पोइलाई त्यस्तै गरी अर्का पोइलाई लाइन मार्न पठाउँछ त्यो खो पोइ हो र मार्न पठाएको फेरि छोरी साथी बसेछ है गरे त्यो काम सक्छ बिना तँ गर्न भन्न भने म क्या बोट दिए बेला काम गर्ने हो हामीले भन्न क्या हुन्छ निर्मिने या सुरुको निर्मिने न त धुलो कुटाइ बनाएन भने त मरमालाई छोरी भइन थाहा पाइ अर्का घरमा बस्न पाइँदैन। यो सबभन्दा यो यो घर तिनीहरूले हाल्या घर हो कि यो यिनीहरूले हाल्या घर हो यति बुझ्नु होला। अरू कुरो लामचाला चल्यो ठ्याक्कै कुरो के भएको हो भन्दाखेरि घर यहाँहरूको हो नि। अनि भएको के हो उहाँ चाहिँ उहाँहरूको घरमा आएर बस्दिनु भएको हो। बस्ने त अब छोरी ज्वाइँ घरमा बस्ने सरसल्लाह हिसाबले होइन। यहाँ त झगरिया घर भइकन तालाबन्दी भइसकेपछि ताला फोरेर चाहिँ यिनीहरू पस्याएको नि क्या फेरि यो सासू हो यिनीहरू घर गए यहाँ झगडा भयो यहाँ हजुर ताला लगाएर यिनीहरू घर गए यहाँ गइने सब गइने बस्या हजुर बाँड्या कोठा पनि ताल बाँड्या कोठा ताल फोर दिया त्यही कारण हो होइन बाबु। अथवा बस्या पनि बाँड्या कोठा ताल फोर्नु पर्ने दुई बुढाबुढी अथवा कोठा बाँडी बस्न नि मा बाबु बस्ने घर त होइन त। पाउने 4 आइबस्नु एक भयो ताउली कम्ली ल्याइन आउने बस्नु पर्ने घर त होइन त। भाइले फेरि जति थुत्रो खेल्यो त भाइ लागेन मारे गरे त्यही हो पुरा अरू केही छैन। यहाँ दबाईले गर्नु पर्छ खाली गराइदिनु पर्यो मलाई केही छैन घर खाली हुनु पर्छ। मेरा छोरालाई यही नालीमा खा जान्छ यहाँ परे यहाँ बस्ने उसको घरमा अनि त्यसपछि उसले अनि पैसा नदिने पैसा हाल्नु भयो पैसा हाल्नु भयो होला परमाणु होला।